वेलकम टु माई ब्लग। कतिजनालाई हाम्रो स्कुलमा त हामी चाकरीमाथि विश्वास हुँदैन, गाउँघरको त हामी चाकरीमा कति सक्छ बुटुटु खान्छ नमस्कार बाबा बाबा हजुर बाबा अङ्कल अनि पत्रकारहरूले त अनि यसरी फोटो खिचेर कहाँ लगेर चाहिँ हाल्यो सञ्चार के बनाउनु सञ्चार कसैले हेर्दैन साथीहरूले मात्र हेर्ने हाम्रो अनि के छ त अनि हामीलाई पनि फलो गर्नु पर्यो नि फलो अनि हामीले पनि अनि यो पत्रकार छ भनेर हामीले पनि अब यसो अब कतै भन्छौँ अनि पो आउँछ त पत्रकार गर्नलाई फलो नगरौँ सब्सक्राइब गरौँ न अनि अस्ति जेनजीको आन्दोलन कतिजना मरे त लगभग 100 कसरी लगभग 100 कसरी पुग्यो गोली खा गोली त अनि कहाँको चल्यो त गोली नेपालमै चल्यो नेपालमा त नेपालमै त हो त कुन ठाउँमा चाहिँ कतिजनाको त डरले चाहिँ मरे त जस्तो बानेश्वरमा कतिजना लुलु धर्कै तान्नु बाबाको चाहिँ फेरि बाङ होला चामल पिठा छुप्या म लिएर आउँछु त्यो चामल पिठा छुप्या उयो तपाईँ त्यो धन्यवाद म गर्छु भाइहरू भएपछि दाइहरूलाई त्यति भतिजाहरू यत्रो भइसके हामी त बुढौली पानीमा लाग्यो होइन जान्छ बजेन साथसाथी कति म लिएर आउँछु के तपाईँलाई ए जुनु तपाईँलाई चामल होइन मलाई यहाँ अलिकति चामल डुमेर खानेपानी कुन चाहिँ हो त गाडी कसैले आउनु पऱ्यो अब नै कस्तो कडा शङ्ख बजिदियो होला हामी पानी तताउँ पहाडे ल्याएर पर्दा के तिमी बसेको छैन बाबु अर्को नेउरा एकदम राधा पनि त्यसमा आज भेला चाहिँ पहिलो जोखान हेरिहाल्यो भोलाटे जोखाना त्यहाँ ऊ भेटिराख्नु बिर्सेछौ त्यो मूल घडा लु छ यहाँ पुरै राखिहाल्नु लु अब निकालेपछि फर्केर राख्नुहुन्छ होइन निकालेपछि त्यहाँ दाइमा राख्ने देखिनँ मैले अनि अर्को नि दुनु भने हो काका एउटा जुन ल्याउँछ यहाँ राजा पनि यहाँ फ्याट्टा हेरिहाल्यो राजा लागल भयो होइन यो काम छ यो के हो त यो हात त के भएको होला त मेरो फुटे के गरी फुट्यो होइन होइन त्यो माडाको रङ माडा कसले चला तपाईँले मेरो घर त चिनेको छ दिउँसो आएन बाइकमा कसको बाइकमा बाबाको मैले किन्ने त्यो बाइक किन आउनु यहाँ बस्नु टोपी लाउनु मैले 2000 पैसा खा सकेर आयो कि मलाई मम्मी नै आउनुपर्छ 2000 दिए 2000 किन त्यत्रो दिन्थ्यो त्यत्रो दिन्थ्यो 7500 दिन्छ माथि गएको
बोकाएको होला सानो बाल शिविर बाल शिवे भाला है राधे खोइ हात गोड धुँदै होला अब पहिला आज राधेको छ है पैसा हो के अरे हिजो बसेको छ नि त यो बाको आज ओछ्याउने त नन्दाले लिएर आएको अब यो त्यो ढोका लाउनु पर्छ है बाबु अलिकति मात्र स्याठ आउँछ केही फरक पर्दैन साह्रै पुरानो भयो के यो उहाँ पनि यही लाग्यो बरु यसलाई के गर्ने भनेदेखि बिस्तारै लानै पर्ने हो यसलाई दुईटा बनाएर चाहिँ उ गर्नु पर्ला है कुमार जे गरे नि गर लानै पर्ने हो लानै पर्ने हो त टुक्रा नि हुन्छ डबल चाहिँ डबल ठुलो मार्किन दिइहाल्नु त्यसलाई बालाई चिसो पनि लाग्दैन क्या यो भएपछि को हो यो मान्छे हाम्रो गाउँतिर मान्छे हो त त्यो टिका खरानी टिसीको लाएर कहिले लगाइदिएको हुन्छ तिम्रो खरानी टिस्यु लाएर अनि कहाँ गयो है मेरो मोबाइल यो अलिकति त्यहाँ रहेछ मेरो कडा ठाउँमा पुगेछ मोबाइल त आएकै छैन मात्र हुन्छ होला अस्ति कहिले ओइ सानो मास्टर भोलि थाहा ठाउँ पर्छ नि त्यो बाउले के हेरेको धेरै चलाएको धेरै चलाएको टुलहरू चाहिँ चलाएको सानो मोबाइल दुई दुईवटा गयो त एउटा मलाई दान गर्न मिल्दैन नि होइन अङ्कलको हो यो कुन चाहिँ अङ्कल यो अङ्कलको त्यो त अङ्कल पनि धेरै छन् कुन चाहिँ अङ्कल हो कुमार अङ्कल अनि कुन चाहिँ यो तहमा पर्छ यो जेठो कान्छो माइलो? कान्छो जेठो जेठो काठमाडौँमा खान के नाम माइलो कमल खड्का साइलोको थाहा छैन यहाँ बस्नु छ हजुर राजन ठुला नगराज ठुला त्यहाँ बसेको को त ठुलमा डाँडा त थुप्रै डाँडो छ अनि थाहा कुन चाहिँ ठुल्बाको बुढी नगराज ठुलाको होइन के भन्छ है नभए ठुलबाबु भन्छ फटा टोपी झिक्नुपर्छ दुईटा घर बुढी छोडे छैन लहार लुहुर यस्तै हो त आइहालिस् अब के गर्नु त के गर्नु त भन्दा हो के चिज पनि अब पानी गिलिस घाँटी बस्छ नि गिलिसको गिलास चिसो पनि नखानु है त्यो उ गर्न बोलाउनु हेर भन्दा नि ढोका यो चाहिँ याद गर्नु एकदम अहिले त्यही गर्नु तपाईँ भिडियो गरौँ कसले धुवाल्ने हो म सिकाइदिनु पछाडि बस्छ धुवाल्ने मान्छे चाहिँ मलाई पछाडि बस्छ अगाडिबाट हामीले गर्नु मिल्दैन ओम नमो नारायण परमेश्वर नारायण भगवान श्री भगवान परमेश्वर पितृ परमेश्वर भगवान परमेश्वर कोटि कोटि दो परमेश्वर कोटि कोटि दर्शन परमेश्वर भगवान परमेश्वर के को खाना त्यही हे परमेश्वर मामत परमेश्वरी गुरुदा परमेश्वरी हजुरा परमेश्वरी पहिले दो परमेश्वरी गुरुदा परमेश्वर कोटि कोटि दर्शन परमेश्वर भगवान यसै परमेश्वर बड़ा परमेश्वर आसन बड़ा परमेश्वर ऐसे आसन मामत परमेश्वरी गुरुदा परमेश्वरी माबाल चलो शासन बड़ा नौटे सन परमेश्वर परमेश्वरी आसन परमेश्वर हजुर के परमेश्वर भरती मारी परमेश्वर दिन्छ साक्षी वंदन परमेश्वर हजुर का जिमा परमेश्वरी गुरु परमेश्वर भगवान परमेश्वर महामाष्ट परमेश्वरी गुरुदा परमेश्वर आज परमेश्वर हाम्रो भाइ वंशले परमेश्वर जस्तो फुल परमेश्वर परमेश्वरी जस्तो फुल फुलेको परमेश्वर त्यस्तै परमेश्वर
हजुरले परमेश्वर हिजो भक्तलाई परमेश्वर छेउ गर्न पाइदिनु परमेश्वर रक्षे क्षमा गरिदिनु परमेश्वर शान्त गराइदिनु गौरवादी आदि बेरीको इत्यादिको हरण गरिदिनु परमेश्वर माबाट परमेश्वरी गुरु राजा परमेश्वरी हाम्रो परमेश्वर लक्ष्मीका कौडिन गोत्रको परमेश्वरी हुन् परमेश्वर माबाट परमेश्वरी गुरु राजा हजुरै हुनुहुन्छ परमेश्वरी हर्ने पनि हजुरै बल्ने पनि हजुरै संसारै सृष्टि हजुरकै जो मनै चिता सुपुर्ने हजुरै हुनुहुन्छ परमेश्वरी हजुरलाई कोटि कोटि दर्शन परमेश्वरी भगवान् परमेश्वरी अब परमेश्वरी मैले दुख दिँदा परमेश्वरी धोलिँदा परमेश्वरी आज परमेश्वरी द्वितीय तिथि परमेश्वरी हजुरलाई परमेश्वर आलसाई बसाई गरे परमेश्वरी हाम्रो परमेश्वरी भक्तको परमेश्वरी अहिले परमेश्वर हाम्रो वंश भक्तमा परमेश्वरी पञ्चबलीसम्म शुद्ध छ परमेश्वरी हजुरलाई परमेश्वर 84 व्यञ्जन परमेश्वरी सिंह दरबार यसै दरबारबाट जाँदा परमेश्वर सिंह दरबारमा परमेश्वर 84 व्यञ्जन गर्छ परमेश्वरी हजुरले परमेश्वर कुनै परमेश्वरी यो भनी परमेश्वर हामीले परमेश्वर पर्साइ ल्याउँदा परमेश्वरी पर्साउँदा परमेश्वरी भाग लाउने छैन परमेश्वरी मोठ मन्दिरमा गएर परमेश्वरी आलो पालो गरी परमेश्वर आलो पालो गरिदेऊला परमेश्वरी शुभकामना भई परमेश्वर अर्कोले परमेश्वर कुनै परमेश्वरी परमेश्वर नुहाइ धुवाइ गरिसकेपछि परमेश्वर अर्को साथले परमेश्वर लिइदिनु परमेश्वरी कतै जग्गा बग्गा पर्ला परमेश्वर होसियारी गरिदिनु नु परमेश्वर रचे क्षमा गरिदिनु शान्त गराइदिनु परमेश्वर दलिदिनु एकदम कायदा मारेलाई के दिनुपर्छ मार्यो त एकदम दयालु मार्यो भगवान् त मार्यो त दयालु मुस्कुराएर खुसुक्क सधैँ जलेर भगवान् भनिदियो भने खुसुक्कै तल तातो भन्नु परमेश्वर सिद्धाङ परमेश्वरी भटमढङ परमेश्वर पर्साइ लिनु परमेश्वरी गुरु राजा परमेश्वरी हजुरलाई परमेश्वर कोटि कोटि दर्शन परमेश्वरी भगवान् परमेश्वरी अब परमेश्वर सिन्के दुःख राखी परमेश्वर स्वर्ग दिन्छु परमेश्वर यसै परमेश्वर सिन्के दुःख परमेश्वर मलाई कस्तो जग्गा लागिबसेको छ भाइ किन होला यसले मार्न खोज्छ त होला नि है यहाँ त देउता बोलाएर चक्का भन्छ है अब ट्याङ्ग्रो भन्छ नमस्कार यही साथीहरू देखाउनु पर्यो अब ट्याङ्ग्रो बज्यो भाइ देऊ हजुर किन हो दुःख खसिरह हुन्छ त दाजुभाइलाई किन दुःख हो बुवा फेरि लड्यो ला हुन्छ नि बाबु हजुर त्यो बोलाउनु अङ्कललाई काम छुट्यो
सिकारी रानी नवै नमो गुरु राजा गुरानी सरे सिकारी राजा सोरै सरे सिकारी रानी
आहेर आहेर अमह अमाह आमस्त अकुल्ल अभन्य एमई एहुँ के एथारी एके एके एगोग्रो अभाल्लव अभान आहेर अगौडी अन्न अगोग्रो आहेर अगौडी अन्न अगोग्रो अलकै एखड्का आगोत अकुल्ल अभन्नी एमई एहुँ आहेर अबाबु आहेर अहगी हामी कहाँ आथ्यौँ कहाँ बस्यौँ अभन्लौ अभनी सात असात हजार हरिखी लेही तापस अगरे त्यसै एमाह आसते एजुको अपैरन आसुनी रह रह असातै हजार हरिखी लेही तापस अगरे रह तिनै हरिखी हेले त आगौरी गाईको दुध अमाह आखिर अपकाई आगिन्थे र हामीलाई पनि भाग हलाई पर्चाइ आइदिन्थे अहानी तिन हारिखी हेले त आखाई आखान्थे हेर बाबु रह सात वर्ष तपस गर्दा के हे भयो नभन्लौ अभनी हेर त्यसै हरिखी हेले सात वर्ष तपस अगाडि दिए अहानी तिनै हरिखी हेको त अहानीबाट आफूक्यो अहानी हामीलाई हेर अहब तिमी हेरु त आफ्नो आफ्नो गोत्रो पौडी जानु भने अहानी हामी हेजौँमा 12 अमस्त भनेको कस्तो अहलौ अभानी एउटै 12 अमस्त होइन जात जात अबिछे थरी छरी थरी हेको अवंश अमा आचाली आफ्ना अलकै खड्का कौडी न गोद्रो समय आहाको हामी आहाउ सते जुगमा आकिय थियो भन्छौ भनी हेर कुनै जात अमनु होसेको थिएन हामी सबै देउता आमा आचली ग्रह थियो अहानी हामी हार्न गोद्रो पौडी आउँदा हामीले रोजी गोद्रो पौडी ल्याएको कौडिन्न गोद्रो लकै खड्का हेर हामी खाएको हौ हेर हामी आउँदा आखरी साथै पोख हरिमा आडोली जाँदा अगाली नागले बेछन् गर्यो रह त्यसै पोख हरिबाट हामी उत्री आयौँ रह हेर अहानी पछि तिर अगाली नाग अहनी तिर हसिगारी लगाई हिँड्ने कुल्ल हामी हौ हेर हामी कस्तो अभन्लस अभन स्वर भैला अहमृत अहवन हालिनी कुल्ल अभन्नी हामी हौ हेर एक दुई तिन भैला अहोर असोर भैला असोर भैला अहमृत आहानी अहवन हालिनी कुल्ल आहानी अहौ हेर अपूर्व आधार हलुव एद्वारी पश्चिम आधार आहानी पानी बिही हिन्नी कुल्ल आहौ साथै धार आनुवै वंश अमाह आजह अल्लेह सफा आसु
सम्म गोरु आहानी आहाउ हेर अवंश आमा आजाले हे सुन्दर सफा गर्यो त्यसलाई हुनदी हे बरदी हे हुँदै हे बढ्दै हे जाँदा आजाले हे गोरु गर्यो त्यसको घरमा आँसुको गाउँ केही रहने छैनै बाबु हेर सागेको बल छैन यो बल गिलासमा पानी हालेर राखौँ। अङ्कल त गुटुङटुङ काम तातो पानी चिज पानी मिलाउनु। गुटुङटुङ काम अङ्कल त अङ्कल त कस्तो गुटुङटुङ उफ्रे उफ्रे तपाईँले आउनु ज्याकेट भित्र कस्तो गुटुङटुङ काम फिटा त्यो पानी खाबामा यसलाई नि हालिदिनु त। अब दिने बिहान जाडो नमान दिने नुहाउने गर दिने नुहाउने गर तैँले नथा नि गुटुङटुङ काम हेर मजे तर्स्यो भने त्यो खोला भन्दा पनि तल धारा सक्छस् भनेदेखि तल धारा त्यो भन्दा नि तल धारामा नहुँदा बिहान अनि भयो नि त्यो माथिको भन्दा एकैछिन अङ्कलको अब काम छुट्टिहाल्छ बेला अब फेरि बरु तपाईँ यता आउनु म अङ्कलको छेउमा बस्छु भोगा मत के उता उता सब हुन्छ नि आज हेर्न लु अब चढ्दै अब चढ्छ हात खानु देख्नु नि यस्तो हुन्छ कतिजनाले पतङ गर्न
अङ्कललाई बढी नै देउता चढ्ला भन्ने डर भयो कि अङ्कललाई बढी चढ्छ अब बापरे बाप सबैजना भेट्छ हल्का त्यो फुट्छ नि जग्गा बाहिर त्यो अब लोकल कुखुरा फुल पानी दिन्थ्यो बल्ल बल्ल अस्ति सिमल लिएर आएको थियो यसो हेर्दा त कुखुरा लिएर भगवान् पैसा दिएर कि तिमी लान्छु म भनेको पानी मेरो एकछिन पढ्न सकसकी लगाएपछि खाँदैन भने तल खोकिलाएछ बाहिर सकसकी लगाएको खान्छ त्यो खाँदैन खाँदैन बुढाबुढी 7वटा 8वटा चोडो खाएको अघि त त्यो चिया खाने फेरि 7वटा 8वटा बाउ यताबाट खोक्लुक्क झार्ने नि आमा उताबाट यसो सारेर अनि चुलामा बसिबस्छ ढुकुर परेर यसलाई कहाँ ओर्नी उडाएर बस्छु म यसलाई ओर्नी देखा नि मेरो त अङ्कल कान्दा त सातै गुडु किन कस्तो गुडुङ उफ्रिनु भयो त जुरु घाम फाटे अङ्कल लानु भनौँ को पत्ता दिएन अब घर पऱ्यो होला हामी झाँक्रीमा चाहिँ भरि नपर्ने मैले यहाँबाट एउटै मोठमा पत्ती ल्याएर एउटै मोठ लैजाउँ भनेर मैले भनिसकेपछि हुन्छ कि हुँदैन त भनेर तिमीहरूले सोध्नु सक्यो नभए खोइ लुकेर बसेछ होइन नि भनेर अनि
अब एउटैमा लानु मिल्छ मिल्दैन भनेर तिमीहरूले भन्नु पर्छ म राजन ठुलासँग बस्याउ म त एउटै त्योमा लाँदा त जोड अलिकति जोड गरे मान्दैन मान्दैन त्यो त न घरको मात्र एउटा मात्रै हैन अरू घरको 018 अलि 1 घण्टाको बुढी शनिबार हो त्यही त भने त मैले यहाँबाट चाहिँ एकैचोटि लैजाने भन्ने बुझ्यौँ हामीले बायु र कुलको चाहिँ एउटैमा एउटैमा मैले भने हो कुलको बाउ यहाँ सुन न कुल र बाउ त एकै ठाउँ बत्ती नै हुँदैन नि बाउ बटारिहाल्छ नि त होइन हामीले त्यो बुझे हो कि कुली मान्छे अब बटारिने बत्ती मिल्नु आयो क्या त के भयो भनेर त तिमीहरू हेर्ने कि यहाँ साथी मात्रै ल्यायो त यसो सोधखोज गर्ने हो कि होइन हामीले त त्यो बुझे है काका होइन यिनीहरूले सोधेन होइन हामीले अब कोइरनै दिइरहेको छ राम्रो कोइरन दिइरहेको छ भन्न खोजी हामीले त अब ठिकै हामी त अब फेरि बोलाउने फेरि त्यो त होइन मैले चाहिँ भने अब उसले सबै बत्ती ल्याउँ अनि त्यहाँ बत्ती ल्याइसकेपछि त्यही बत्तीमा हालौँ अलिअलि अनि त्यहाँबाट त्यो बत्ती त्यसरी बाल्दै नभए मानामा बाल्दो सबै हालौँ सधैँलाई अनि त्यसरी लान मिल्छ कि मिल्दैन लौ भने मैले अघिदेखि म त्यो भन्नुहोस् देउताले मान्छ अहिले सोधौँला नि त अनि अब तिमीहरूले खोइ पजे गरेर खाना आएको होइन अब अहिले सोधिहाल्यो भने अनि फेरि एकैचोटिमा कुल अनि मैले त्यसरी सोधेँ है तैँले जे पाए त्यो सोधेर हुन्छ घरको बत्ती बोक्नु कि पलास बोक्नु कि डोली बोक्नु कि सोली बोक्नु कि डालो बोक्नु कि भालो बोक्नु चाहिँ त्यो बोक्नु कि भाडाको बोक्नु कि दुध लैजानु कि दही लानु कि उहाँबाट हुँदैन सामान लान्छ त एकैचोटि त बोका अनि मैले चाहिँ भने यहाँ सुन्नु नि मेरो कुरा हो ल सबै बत्ती बालेर ल्याउँ दुध ल्याउने काम मेरो त्यति चाहिँ थाहा छ एउटा आँखा हुन्छ कि अरू काम के हुने हो लैजाउँ बाएको लैजाउँ अनि अरू बत्ती सबै त्यसै हालौँ सामान भेटी गाडी सबै त्यही थाला थुप्र्याउँ अनि सल्लाहको जाउँ भएन अनि मेरो हिसाबले देउतासँग हुन्छ कि हुँदैन भने सोध खोजे होइन हामीले त अब हामीले यो जानकारी नि पाएन नि त हामी त कुल र बायोको बत्ती चाहिँ एकैचोटि लानु होला भन्नु पर्यो हामी त आगो त उति फुटी पनि राखेको बाहिर मान्छे बिलान बस्यो नि छैन 8-18 भइदियो अघि चाहिँ 8 बजेर अहिले 8:21 भयो तपाईँले त भने पहिला उसको राजन दाइकै हेर्ने भने देउताले अब कोइरन दिइराखे हामी त आउला भन्यौँ त्यही भएर पहिला राधेको आउँछ अनि हामी सो खोज्न लागौँला भनेको हामी त त्योमा उ गऱ्यो अब तपाईँले पहिला यो अब हेर न कति गर्छ है हामी अब सबैको बालकोटदेखि पर्यो कति घर हिसाब गरेर अनि त्यो घडा बोक्नु कि बत्ती बोक्नु कि 22वटा छ 22वटा ट्याक्कै एउटा बत्ती हालेर लाने जोर बत्ती छोराखलाको 22वटा होइन 20वटा हो 18वटा होला 20वटा हो 18वटामा 18 कसले बाले ल्याउँछ 5वटा एउटा बाले दुईटा बाले सबैले ल्याउँछ अनि त्यसो भएन नि त 5वटाको उ गरेपछि 5वटै बाल्नु पर्यो नि बाबु ए अनि 5वटै बाल्नु पर्यो त्यसरी ल्याएको छैन होइन ल्याएको छैन हामीले त्यो भनेन होइन 5वटा अनि भारती 5वटा अनि 5वटै बत्ती बाल्नु पर्यो हाम्रो एउटै बत्ती ल्याउनु गरेछ 5वटा ल्याउनु गरेको छ घरबाट यो जेठाले छुट्टै ल्याउँछु त्यहाँबाट माथिबाट दुईटा बत्ती कहिले ल्याएकै छैन 5-4वटा अहिले कमालेको छुट्टै पर्यो
कमलेको छुट्टै पर्छ होइन छुट्टै ल्याएकै छैन म त छुट्टै छैन म छैन साइलो र साइलो हामी छुट्टेकै छैन एकै ठाउँमा छ बाहिरबाट देखायो भने उनीहरू पुरै बस्छ अनि कहाँ हुन्छ अनि उनीहरू त पहिल्यै अंश बाउसँगबाट त पनि हो नि त उनीहरू होइन, पनि ल्याएको पर्छ यो छैन मैले ल्याएन त अंश त सबै भागहरू छ हो नि मैले छुट्टै भाग त लिनु पर्यो भने भाग त्यो भाग लगाइदिएको मात्र हो मैले भाग बुझिदिएँ भनेर दुईजनाको पैसा चाहिँ दिनु अवश्य चाहिन्छ माइलो अनि बिचमा एउटा बालकोटको दुईवटा 19वटा भने हँ? 19वटा हो अनि 19वटा बत्ती 19वटा घोडा 19वटा 38 जना चाहियो 38जना चाहियो अनि यहाँको दुईटा होइन हाम्रै छ यहीँको यहाँ छुट्टो दुईटा बत्ती नि हुन्छ हाम्रो दुईवटा हुन्छ यहाँ 39 40 अझ दुईवटा मात्रै आएको छ। घोडा एउटा एउटा के घोडा अरे दुईटा हुन्छ अरू छ उ। यसो गर्नुपर्छ बत्ती घोडा त्यो मामा भन्दा दुईटा अब तिनवटा एउटै बोक्नुपर्छ मात्रै दुईटा तिनवटा एउटैले बोक्नुपर्छ हो। नाङ्ला हालेर बोकायो भने त नि आदिवासीले यता अनि अब कहाँ तिनवटा दियो चलाएर अनि एउटै दियोमा यतापट्टि गाईले होइन है बालेर ल्याएपछि घरबाट खिची भने मन्दिरमा गएर पाल्नुपर्छ नत्र भनेदेखि के अरे बत्ती त सबैको एउटा एउटा मन्दिरमा लानु पऱ्यो नि यहाँ बोक्ने मान्छे चाहियो भने के एउटा त बोक्नु त एउटा मैले है मैले चाहिँ भने फर्कुला च्याप्पा हालौँ अनि अलिक ठुलो दियोमा अलिक सुत्लो लामो पारौँ बत्ती जोगाउनु पनि परेन अनि तिमीहरू फिलिली नाच्दै हिँड्नु पनि पायो त्यो टुङ्गो राख्नु पनि पायो पछि जोलाई सजिलो तिमीहरूको पनि सल्लाह है लास्टमा होइन एकजना आएको हुन्छ एक घरको ठटा बेला सल्लाह गरेर सोध न ऊ त्यो ठटा बेला सोध्नु म कति सोध्छु अनि नम्रा आएर ठगैले चुर परेर बोल्दै बोलेन मलाई त त्यो घिउ नपाएर नसोध्या हो अब पहिला राजा के भन्नुभयो के अरे फुलले अर्को कोइरन दिइराख्यो यो फुलको त्यति गर्न पर्दैन सक्ने हो हामीलाई त लुटीमारू भडारीहरूको हामीलाई सोध्न अहिले के रहेछ कसो कसो गरेर हिँडेछन् तिनीहरूले भन्यो भने मलाई मान्छे न अब गफ भन्दा नि यतापट्टि चाहिँ सगुन अहिले सकिँदैन बाबु अगाडि मार्नु पर्यो बाबु त त्यही धामी हुन पर्ने डाउट यो अहिले झऱ्यो भने त भगै मारेर डोर्नु अघि नै भनिसक्यो है यिनीहरूले यहाँ छलफल गर्छ किनभने चाहिने कि हाम्रो झोकलाले चाहिन्छ मूल धामी नमेलो बनाउँदा कि नभए कि सङ्काली यी दुईटामा भन्ने छलफल सत्य होला मलाई सुगर सफा गर्नु पर्यो मान्छे समेट्ने चाहिँ भने क्या समेट्ने चाहिँ भन्छ कि समेट्ने भने हाम्रो अब जसो खाने खिस्सा गरिदिन्छ अनि कसैलाई म चलाउँदैन कसैलाई केही जे भने पनि चुप लाएर बसिदिन्छ जे भन्यो नि चौला खिस्सा गर्दा चौक लाग्दो भइन्छ मूल धान अब यी राधे के खायो त कुमारे के खायो त अब यहाँ आउँछ समाचार काटौँ भने भयो काटेर होइन मान्छे चाहिँ चाहिन्छ त्यस्तो यो दाजुभाइले क्या नभएदेखि म चाहिँ यसैलाई बनाउनु पर्छ कि अरे देउता भनेको पनि अरू पासुनी बनाउने कहाँ हुन्छ यो यसरी मिलाउनु पऱ्यो पछिल्लो बिहानमा अब दुईवटालाई दुईजना धामी राखिदिनु पऱ्यो अब तिमीहरू बालमा त 5 जना हुन्छ बाबुको भिन्दै पाखुरी ढोकोरी दुईवटा मामास्ता दिनुवासी दुईवटा भइगयो तर यो कुन देख्छ बाँडिएर नबाँडेलाई है बाँडिनु भने हामी बाँडिदिनु भने क्या बाँडिनु बाबुले अब यहाँबाट लखनपुर जाने अनि एक्लै चलायो यहाँ देउता हो यो पहिल्यैदेखि हाम्रो कान्छाबाबुले कहाँबाट घाटा लगाएर अस्ट्रेलियादेखि नै पग्लाकै खसी मात्रै कि बाख्रा मात्रै केही नभए नि खुट्टा भयो बाख्रा अब गोठामा भैँसी नै मर्छ गोठामा गोरु नै मर्छ है हाम्रो कान्छा बाबुलाई आएको कुल त्यतिखेर अनि कान्छा बाबुले नगरेर त्यति दुःख दिएर बस्यो दुःख दिएको होइन यहाँ सुन त म तँभन्दा म दाजु भन्छु देउतालाई आइरहेको देउतालाई मानेन भने त्यो
यो मर्न लाग्यो भने यसले पुजै नगरोस् दियाली नै नगरोस् न हेर यो मर्ने बेला भयो भने चौ 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 गराएर अर्कालाई हाम्रो काम तपाईँलाई सुन कसै झरेर खान्छौ त त्यो मलाई हामी आज यहाँ पैसा गर्न आयो भनेदेखि त्यसै मुरमुरे लु हुँदैन नि यो कहाँ हुन्छ यहाँ बिरामी जस्ता जस्तो छ तिमीहरूले यहाँ त्यसै खानु पाउँछौ भनेर भन्थ्यो मुरमुरेर बस्यो हाम्रो काम खाँदिँदैन थिए दिँदैन थियो ठगेर खाँदिँदैन थियो अहिले फ्याङ्ग बोल्थेँ क्या फ्याङ्ग बोल्थेँ म सानै भए पनि मलाई अलिअलि हेक्का छ क्या कसलाई मार्दिउँ कसलाई भन्ने भुराहरूलाई पनि लोट लिएर जाने हो हामी आएर बस्यो भने ठगेर खानु चाहिँ अब अघि भोग खाइसके पुण्य आइरहेको पुण्यले चाहिँ एउटा नपौरिकन र एउटा नकमाइकन चाहिँ त्यो कामनीको परम जाँदैन ए त्यो मलाई अनि फेरि उसले एउटा लिएपछि यहाँ कान्छो मर्निरहेछन् चौ 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 गराएर चाहिँ बले कार्की ल्याएर चाहिँ हामी कुल उतारमा बस्छौँ नुहाउन त छैन सानो थियो बाख्राहरूको साइलो काम्नी पलवाई फुलदाजु काम्नी गोपी काम्नी आँच खेल्छ राति फेरि यतिखेर धारा नान्दी नहुनु अनि टोल नाचेर मजाले उठेर हिँड्थ्यो तिनजना पलवाई फुलाई बाख्राको अनि अर्को ठाउँमा बाउ त पछि हो बाउ त अलि खुवाउँदाखेरि हो चुला बस्ने अनि त्यहाँबाट माइलो चाहिँ मलाई आयो भन्छ नि अब यतिमा रोलले कमाउँदै ल्याउँछ है अनि लास्टमा गइसकेपछि कुन चाहिँ फुर्किलो कुन चाहिँ हलुको फुकुलो हो अनि त्यहाँ सल्लाहको त्यसलाई जान्छ त्यो जसले मिलाउन सक्छ उसलाई छानेर जान्छ देउताले त्यो म एक्लै गर्छु देउताले जुराउने हो नि त नि देउताले लिँदैन सबैलाई कमाउँछ कमाउँछ अनि खाइ गर्छ शक्तिले अब दाजुभाइ नफुटाइकन मजाले आएछ उसले जिउ राख्यो भने त्यसलाई छोड्यो अब आज आयो भोलि आयो आजभन्दा भोलि पर्छ काम नि पर्सि काम नि गऱ्यो भने अनि त्यही भइगयो त्यसको बानी त्यस्तो हुन्छ यो परेन नि यो अनि किन काम यो किन काम ए अङ्ग त यसलाई यसो गर्नु पर्यो छोराहरूलाई पनि सबै काम मिल्दै मिल्दैन यसलाई चाहिँ त्यहाँ माथि राख्नलाई ढ्याङ्ग्रो बजाएपछि यो पनि होइन ढ्याङ्ग्रो तालमा यो अब लु गता त आउँदा लु भन्यो अनि त्यहाँबाट लु छोड्यो भन्नु मात्र यो बिहाली अगाडि बोल भनेर लाउनु मिल्दैन फेरि बोली आइहाल्यो भने पनि के हेर भनेर म यस्तो उसो भनेर हिँड्न मिल्दैन मिल्दैन होइन मैले चाहिँ भन्न खोजेँ होइन मैले चाहिँ भन्न खोजेको होइन पाउँदो रहेछ दाइ एउटा लुखु धामी मूल धामी हिँड्न पाइन्छ होइन पाइन्छ मैले चाहिँ भन्न खोजेको कस्तो भने जस्तो अहिले अब बाहिर बाहिर भनौँ न मैले चाहिँ यसरी चाहिँ भन्न खोजेँ क्या जस्तो अनि कस्तो रहेछ एउटा उसलाई चाहिँ तल राखेको छ कामेर बसी यहाँ कहाँ भन्दा नि भन्ला नि के भन्दा मैले चाहिँ त्यो हिसाबले चाहिँ त्यहाँ बस्नु हुन्छ हुँदैन भन्न खोजेँ क्या त्यति मात्रै है मैले यहाँ गोलमा दाजुभाइ सबैजना राख्ने हो जसलाई कमाएर ल्याउँछ त्यही राख्नु भन्नु यो एउटा मसँग राखेर कमाउनु मिल्दैन बाबु एउटा मिल्दैन होइन त्यो मिल्थ्यो अरूले उसको को लग्यो त त्यहाँ एकै ठाउँमा राख्यो नि त अनि पो आयो त अनि हामीलाई आयो त गोलमा राखेर म फर्किहाल्छु नि अनि कुन चाहिँ काम हो त्यहीँबाट काम नि होइन कुल त यस्तो पनि हुँदो रहेछ क्या लास्टमा आइसकेपछि सबै कुरो उयो सङ्गेटेर तपाईँले अघि भन्नुभयो नि सङ्गेटेर ल्याउने माइलोले भनेको जस्तो सङ्गेटेर ल्याउनेले आउने रहेछ क्या जस्तो हेर्न लाग्यो भनेदेखि त्यो फुच्चे छ विद्वानमा अरू विद्वान छ नि त मुलाबारीको कुलको क्या त्यसलाई खुलाएको भने
छ्या 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 कसलाई किन बुझ्दै छोरो त्यो त्यसलाई भने होइन भने हो पाखा भाडा देवी आएको हो त्यो होइन भने उयो राजकुमारको छोरो क्या त्यस्तो जाडको पाउँ कलिबदाको कुलो आउँछ हाम्रो फेरि कल्पे बाबु ढिँडै क्या कहाँ गइस् कति आइमाईसँग सुतिस् कति टोका घाँस काटिस् कति टोका पत्कर सोरिस् त्यो सबै भन्छ हाम्रो कल्पे बाबु ढिँडो नि डाँडले सन्काले आएको थियो कुल कलिबदाको कुल त्यसलाई आउँछ को सन्काले वारबारी सन्काले वारबारीको ल त्यो त बाबुजीको कुरा सुनेर छोटो तिमी यसरी बसेर एकदिन यसरी मजाले कसरी कमाउनु सक्छ त्यसले भने मजाले थिचिएर बस्यो अरे लिएर हेर त्यहाँ होइन त्यो त खुकुल गरी छोडेर ऊ गऱ्यो भने मात्रै मलाई नआश है दुलाबारी भित्रभित्र चाहिँ मलाई नआश है मलाई नआश भन बाउजी त्यो हुन्थ्यो त्यो डाँडको हाम्रो त्यो डल्ले गाई डल्ले गाजी डल्ले गाई सुधारले धबाको डाँडको एउटा कुल मूलबार पुरा दुलाबारी बिराको त डाँडको हाम्रो कल्पे बाबुले आइसकेको कुल धबाको ए त्यसले सबै भनेर भने त्यस्ता मैले कुल मान्ने हो र भन्ने बाबुजी बाख्रा निमाठेर बस्दिन् ल ल ल ल ल ल भन 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 कमायो यसलाई कमायो के थियो कसो कसो त्यो लु अहिलेको करानले लु लु त होस् भने भन्ने नि अनि बाबुजीले गर्दाखेरि नि त हो त त्यसलाई आइसकेको थियो अहिले अब तपाईँले भने जस्तो अहिले बाबा कामेको चाहिँ थाहा भएन अङ्कल चाहिँ बुर्लुक बुर्लुक उठ्यो अहिले नातिलाई पनि दुःख दिइरहेको छ नि त कसलाई नातिले कसो नाति के पदमलाई छ देउसीलाई जोसिनलाई कोही बेलामा फ्यात्र फ्यात्र बनाउने राति उ गर्ने त्यो त्यस्तो हो नि त्यो आइसकेको माउ कुल हुन्थ्यो त्यो डाँडका सानगाली त्यो ऊ चाहिँ त्यो सानगाली हुन्थ्यो फेरि अब म कुलको धामी अब उनीहरूको कुलमा जानु हुँदैन मान्छे हेर डाँडकाली बुझिन्छु त्यहाँ कामी मिल्ने रहेछ अनि किन कहाँबाट हो तपाईँले अहिले उ गर्नुभयो तपाईँलाई आउनु हुँदैन भन्थे म उहाँ छेउछाउ बस्नु नहुने छेउछाउ बस्नु नहुने ए बस्नै नहुने ऊ यस्तै छेउ बस्नु हुने उनीहरूको यहाँ ऊ त्यो ढोकाबाट हामीभित्र बस्नु हुने ऊ राततिर बस्नुपर्ने आँगनतिर आँगन बस्नुपर्ने हामी त काम दमै हो र हामीलाई काम दमै बनाएर त उनीहरू काम मिल्ने रहेछ अनि पो पर भनेछ हाम्रो अब त्यस्तो फेरि मुलाबारीमा गइसकेपछि भित्रै बस्यौँ हामी उनीहरूले देउता बोलाए बाहिर बस्यौँ अब त्यो भन्ने मान्छे कसले भने हामीले भने हो खोइ अरू सबै त्यसै भन्छन् भने ल ल म यहाँ बस्छु अनि त्यहाँबाट अनि त्यसले बोला अनि त्यहाँबाट त गुरुबार दर्शन है भन्दै गएँ म भित्र है भित्र गएँ अनि त्यहाँबाट त ए मन कुलकै धामी हो नि अरू धामी त होइन कुल चाहिँ आउँछ मलाई पनि भने मैले तपाईँ अघि नै भित्र आउनु पर्थ्यो नि त बाबु किन बाहिर बसिया त भन्यो मलाई अनि त्यसले चाहिँ धामीले त्यहाँ बस्नु त्यो बुढो हो र उहाँ के जाति गोकुलेको गुरुबाबु त्यो पातलो 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 बुढो खौटे खौटे त्यो त मरेर भने होइन हो त्यसो भन्यो ए तपाईँ त भित्रै आउनु पर्ने नि भन्यो अनि त्यहाँ लु बस्नुहोस् भित्रै बस्नुहोस् भन्यो अनि म भित्र गएँ अनि भोलिपल्ट हो 2 दिन के कति हेर्न गयौँ हामी अनि भित्रै बस्यो अनि उसको खलीमा चाहिँ के अर्थ नि भनेको खलीमा बस्नुहुन्छ नि बाबु सकेदेखि त किन नहुनु भन्यो त्यसले है हाम्रो खलीमा देउता भएको मान्छे जसको खलीमा बस्नु पनि पाइन्छ भन्यो त्यसले है अनि म गएको थिएँ ए जहाँ छ यी भडाइले थुई गर्छ यो मैले खलीमा किन बस्नु टेक्नु भने म अनि यो म खली हालिदिनु गएको थिएँ अनि हामी आयौँ ए हेर्नै कि नदिने भनेर हेर्को मलाई त थाहा छ त्यो दुईवटा काम्ने चाहिँ उता बस्ने हामीले देख्नु हुने कोठाभित्र राख्ने रे देख्नु हुने सुब्दार घर अनि एक दिन पछिल्लो दिन हामी गयौँ पल्लो कोठाबाट सुनेर बस्ने ओल्लो कोठामा त पस्नै नपाइने ऊ त झ्याल खोलेको थियो होइन उतापट्टि त्यो किचनमा त्यो झ्याल पनि लगाएपछि तिमीहरू त सुनेर बस्नु पनि हुन्छ बाबु मलाई त त्यो मुजी धामीहरूले रोकेर त्यो रोकिने मान्छे होइन नि त म हो नि कुलको धामी कुल उता लाएको ठाउँमा तर्न आइज त्यस्ता मुजी चुथ्याएको नि अनि म के हेरेर जानु भने बोत्ते खुवाउनु पऱ्यो भनेदेखि कुलको धामी जस्तो अब अहिले बोत्ते खुवाउनु पऱ्यो भने अर्को कुलको धामी छ भनेदेखि अर्को कुलको धामी ल्याएर हाम्रो कुलमा बोत्ते खुवाउनु मिल्छ खुवाउनलाई के हाम्रो फेरि यहाँ सुन त्यहाँ अब कुलको धामी त्यो रोइन्छ है बुढो म यहाँ कुलको धामी हो नि मैले गएर खुवाउनु बत्ती खुवाउनु मिल्छ तिनीहरूलाई बत्ती खुवाउनु मिल्छ जमेदाइले भनेको थिएँ ज्वाइँ अब यसै न उसै नि है
तपाईँलाई म एउटा साथी खोज्छु मलाई यति दुबत्ती लाउनु पऱ्यो है भन्दै थिएँ त्यो किन्नु पर्थ्यो यसले उता छिएपछि है ल टुमु गर म उता गइहालेँ है साथीहरूको कुरो जमिँदा यहाँ आएको आइरहेको थिएँ नि अहिले आयो भने थाहा पाएको छैन नत्र आउँथेँ अनि ल म लगाइदिउँला बत्ती लु त्यो बत्ती म लगाइदिउँला भनिदिएको थिएँ मैले जमिँदा त्यो डाँडार कहाँ त कुल उतार्नको लागि को दुनियाँले अनि पछि लास्टमा फेरि एउटा लिएर आउने भनेर मेरो साथीले भनेर रहेछ के त्यो मेरो साथी छ सब ठिक पारेर रहेछ अनि सब कुरा नि चलिसकेको रहेछ ऊ सबै 15 दिनको लागि भनेर गाडी साडी पनि अर्कोलाई दिएर आउनलाई रेडी भएको भिनाजु अनि गोकुले चाहिँ अहिले त्यति छ भिनाजु टेगुम बस्छ कुलपुजा ठाउँ तपाईँ थानभित्र छिर्नुहुन्छ नि भन्थे म थानभित्र तिम्रो थानभित्र छिर्नुहुन्छ बाबु हेर तिमीहरूको तर बलि खुवाउने बेला चाहिँ हुँदैन बलि खुवाउने बेला हुँदैन बलि खुवाउने बेला हामी नै जान्दछौँ नि कुलको भित्र यता पूजा गर उता पूजा गर यस्तो यस्तो गर्नुपर्छ भनेर सिकाउनु जति हुन्छ अनि उनीहरूको लु बलि पूजा लिने बेला चाहिँ अनि हामी बस्नु हुँदैन मिल्दैन त्यो तिनीहरूको केमा उ गर्दो रहेछ गोकुलहरूको चाहिँ खड्कुलामै हो खड्कुला हो डाँडारकामा That's for today. अनि मुलबारीमा के